हेलो एभ्रिवान, म चाहिँ अहिले ठ्याक्क भन्नुपर्दा जाजरकोट र दैलेखको सिमानामा आइपुगेको छ। यहाँको ब्याकग्राउन्ड चाहिँ यस्तो छ पछाडिको। अहिले ठ्याक्क यो चाहिँ दैलेख साइडतिर सुकुने नजिकै हो। अनि आज चाहिँ हाम्रो केही योजनाहरू छ। अनि यहाँबाट चाहिँ मजाले हिमालहरू पनि चत्तसँग देखिन्छ यहाँनिर। यो चाहिँ सिस्ने हिमाल हो रे। लैजाऊ सिस्ने हिमाल भन्ने गीत पनि छ के रे, त्यसै सुन्ने जस्तो लाग्यो। अनि आज चाहिँ हामी 4 जना छौँ। मिनी पिकनिक भन्छ होइन, यसलाई के पिकनिक भन्छ अरे? ड्राई पिकनिक, ड्राई अर मिनी पिकनिक है। हाम्रो लागि यस्तो यस्तो कुराहरू उपलब्ध भइसकेको छ है हो। यस्तो कुराहरू विभिन्न खानेकुराहरू छ होइन, चत्तसँग खाइन्छ। खाएर हामी मजाले तल यात्रा गरिन्छ। खाइन्छ त खाइरहेछ, भाइले पनि खाइरह्यो। कस्तो लागिरहेछ भाइ? ल है साथीहरू, त्यही अब हामी मजाले खाइन्छ। एकछिन खाएपछि भेटौँला। हाम्रो पिकनिक सकिसकेको छ। 2 जना दाइ दिदी चाहिँ गइसक्नु भएको छ। के लाग्यो मेरो मुखमा? ओहो, काँक्रोको त्यो लागेको रहेछ। अझै खाँदैछ। म विनर भइसकेँ नि, अझै चपाउँदैछ नि है। अनि यत्रो चाहिँ यस्तो छ है। अनि दृश्य कहाँनिर भन्दाखेरि है, यहाँ हिउँ पनि छ के अरे यहाँनिर है। अघि पनि देखाएकै रहेँ म तपाईँहरूलाई है। यहाँनिर चाहिँ सिस्ने हिमाल, पछितिर सबै हिउँ हुन्छ। यहाँतिर पनि सबै हिउँ हुन्छ। योतिर यस्तो छ दृश्य। यो चाहिँ ठ्याक्क सिमाना जस्तै हो। यहाँदेखि यता सुकुने झरिन्छ, यहाँदेखि उता चाहिँ मजुवा झरिन्छ। अनि योभन्दा उकालो चाहिँ लेक जाने बाटो, अनि योभन्दा ओह्रालो चाहिँ सियाला गाउँ। जतासुकै जान्छ, लगभग चारैतिर जान्छ यहाँतिर। अनि अहिले चाहिँ यहाँतिर यो दृश्य हेर्नु न, दृश्य तपाईँहरूले वालपेपरहरूमा केमा देख्नुहुन्छ। यहाँ चाहिँ रियल यसरी आँखैले देख्न पाइन्छ कि, अझ आँखाले हेर्दाखेरि धेरै राम्रो देखिन्छ वास्तवमा। तर अहिले फेरि यस्तो यो एकदमै त्यो फोहोरहरू धेरै रहेछ कि, त्यही भएर यस्तो देखिरहेको छ। त्यही हो, अब हामी हिँडिन्छ। यो सबै प्याक गरेर गइन्छ है। पहिला खायो भन्दा साउन महिना खायो यार। कुन चाहिँ वाला हो त्यो? यो ओरियो हो कि के हो? होइन, फ्रेसो रहेछ, फ्रेसो। ओके छ। लु हामी अब यसमा रेडी भएर जान्छौँ है त। फाइनली हामी प्याक गरिसक्यो। कति न धेरै सामान जस्तो होइन। हिँड्ने टाइम भइसक्यो हाम्रो। जाउँ त भाइ, लागौँ। तिमीलाई कता जान मन लाग्छ भाइ? तिमीलाई जता जान मन लाग्छ त्यतै हिँड। यहाँ मेरो के भन्छ स्टोरेज बढी खान्छ यार भाइ। भन्नु न कुन बाटो जाने? यिनले मलाई दुःख दिन जानेको। म यसले अहिले म यिनलाई यसले होइन, यसले यसरी हान्छु कि छाप बसोस् न। हो, यो हो नि त तरिका, होइन? यसरी हो कि भनेको ज्ञानी हुने, भनेको टेर्नी। फेरि यसरी दौडिन्छ है यहाँतिर चाहिँ। हामी यसरी दौडिन्छ। ब्याकग्राउन्ड पनि यस्तो दामी छ। हामी यहाँ छोडेर गइ नै भयो। हामीले यहाँ छोडेर गइ नै भयो अहिलेको लागि। फेरि पछि अर्को ब्लगमा भेटौँला। सही हो, दृश्य यस्तो छ। फेरि धेरै दौडियो भने चाहिँ यहाँ के भन्छ, मेरो मोबाइलबाट बनाएको भएर 360 छैन, गोब्रो पनि छैन भनेर भन्ने कि यस्तो देखिन्छ। कराउँदै जाँदैछन् उनी भाइ। हामी चाहिँ अहिले सुकुनेसम्म जाने हो। तर सुकुने भन्दा के भन्छ अरे त्यसको नाम? त्यो नजिक सुकुने पुग्नुभन्दा नजिकमा चाहिँ विभिन्न नामहरू छ।
त्यो भाइको गोठहरू पनि यहाँतिर पानीहरू पनि छ मजाले। बाटो चाहिँ यस्तै छ है। ओहो हो यहाँ त लड्यो भने चाहिँ ओ भाइ मलाई एक्लै छोडिदिएको, मलाई बाघले खान्न, म चाहिँ एक्लै भए जस्तो छ जङ्गलमा है साथीहरू। म लडेँ भने लड्दैन तर हेर्नुहोस् त बाटो त कस्तो न कस्तो छ यो। सर साइकल चढे जस्तै। ओ राम सर तर्सायो यो मान्छेले मलाई। साथीहरू हेर्नुहोस् त त्यो भाइले मलाई तर्साइदिइहाल्यो नि। यस्तो छ है दृश्यहरू यहाँतिर चाहिँ। वान मिस द फिनिस भनेर भन्छ नि त्यस्तै। हजुर कहाँ खै होइन भाइ त्यो अनि पारि चाहिँ को मान्छेहरू हिँडिरहेको रहेछ यहाँनिर, धेरैजना छ है, देख्न सक्नुहुन्छ है। सायद पुङ्गोको मान्छेहरू हो कि होइन। पछितिर चाहिँ यहाँतिर यो साइडतिर सबै ठाउँतिर एकदम धेरै गुराँसहरू फुल्ने गर्छ। अनि अहिले यहाँ सनसेट पनि हुन्छ हुन त अहिले साँझतिर। अहिले घामिया छ हुँदैन। अनि हामी पुग्ने ठाउँ चाहिँ कहाँ हो भन्नुहुन्छ भने यो खाली जग्गा छ नि यहाँनिर। हजुर हजुर यसको अलि तल थोरै तल होइन थोरै तल त्यहाँनिर छ। हामी चाहिँ यति माथि छौँ, धेरै माथि छौँ भन्नुपर्छ। यो 3000 को हाइटमा छ हामी, 3000 मिटर माथि छ है। चिसो छ यतिकै बस्ने भने चाहिँ चिसो हुन्छ। हेलो गर्नुहुन्छ हाम्रो गीत गाउँदैछ यहाँ एकजना भाइले। एकजना भाइ धेरैजना भाइ छैन, एकजना भाइ छ होइन। एकजना भाइले गीत गाउँदैछ। यो भिडियो यो भिडियो चाहिँ यो भाइले पछि आफैले हेर्छ त्यो युट्युबमा। अनि यो भाइको पनि के भन्छ च्यानल छ, युट्युब च्यानल। उनले पनि जस न्याचुरल हो कि नेचरहरूको राम्रो राम्रो भिडियोहरू खिचेर राखिरहेको हुन्छन्। त्यसैले उनको च्यानललाई पनि यसो सपोर्ट गरिदिनुहोस् भनेर मैले भन्न नमिल्ने होइन। भाइको पछि आफै देखिन्छ होला कि कसो। लाइक गरिसक्यो, लाइक गरिदिनु रे मलाई। अनि यस्तो छ दृश्य है। 3000 माथिको हाइट हो नि त यो, 3000 मिटर माथिको हो नि त यो। हामी त कतिदेखि आएको रे भाइ त ल आउन त 1400 देखि होइन आएको, 1400 देखि आएको हो। 24 1000 गर्दा गर्दा 3000 भन्दा माथि यहाँ 4000 सम्म छ। अझै 1000 मिटर माथिसम्म, 1000 मिटर होइन 4200 सम्म छ। हो होइन 42 सम्म हो, 42 सम्म छ। अब केही समयपछि म तपाईँहरूलाई मुस्ताङको भ्लग पनि देखाउने छु। अहिलेको लागि चाहिँ यतिकै त होइन। अहिलेको लागि चाहिँ म यहाँतिर कहाँ जाँदैछु, झन्डै लडेको नि। हेलो अरे उहाँहरू त जानुभयो होला नि सरासर होइन। फेरि अल्मलेर नभेटिरहेको अरे कि सो यो म चाहिँ फेरि तपाईँहरूलाई एकछिनमा परतिर भेट्छु है। सबै बाटोहरू प्रायः जसो यस्तै यस्तै देखिरहेको छ यहाँनिर। तर यसरी हिँड्नको मजा पनि छुट्टै छ है। साइक्लिङ जस्तो के
होइन भाइ? यस्तो उकालो पनि छ यहाँ। यहाँनिर चाहिँ एकदम खतरा छ फेरि, एकदम। हेर्नु त यहाँ बाटो यत्रो सानो छ तर तिर साँच्चै हो। तर मिस्टेक भयो भने त यहाँ त मान्छे त कहाँ पुग्छ नि। अनि यहाँनिर नजिकै चाहिँ त्यो हाम्रो एकजना दाइले भन्दै हुनुहुन्थ्यो मार्बल बनाउने ठाउँ छ कि, त्यो पनि म तपाईँलाई देखाउँछु है। पहिला चाहिँ अलि त्यो बाटो बिग्रेको थियो, बिग्रेको भएर हिँड्न पनि अलिक गाह्रो थियो के अरे। तर अहिले हाम्रो माथि लागिरहेको सूर्य, त्यो सूर्यले त होइन, जस यहाँ मान्छे सूर्य दाइले चाहिँ बाटो बनाइनु भएको छ। त्यो बाटो म देखाउँछु। हामी त भाइ त्यो साइकलहरूमा बाइकहरूमा हुन्छ नि हिँडेको जस्तो भइरहेको क्या यहाँतिर छ। किनभने हामी स्पिड हिँडिरहेको नि। आँसी त ल्याएको छैन न भाइले। उहाँहरू कहाँ पुग्छन् भने? हेलो हेलो, अरे कहाँ हो? ओके ओके। यो बाटो चाहिँ यस्तो छ है। झन्डै भालु भेटेको छैन र हो। भालु भेट्यो भने त भालुसँग फाइट खेल्नुपर्छ के अरे। म त होइन, यहाँ राम भाइ चाहिँ खेल्छन्। किनभने राम भाइ भनेको चाहिँ के अरे प्रो प्लेयर हो नि त, होइन र? ल हेर्नुहोस् यहाँ मार्बल बनाउने कुराहरू हेर्नु त यहाँ। ओहो हो हो, यो माथि र नि यस्तो छ यो है। हामी त यस्तो ढुङ्गामा नि यसरी दौडिन्छौँ के अरे, यसरी दौडिन्छौँ के अरे। लडिएन भने ठिकै हो, लड्यो भन्दाखेरि यहाँ यो बाटोहरू चाहिँ सब सूर्य दाइले बनाउनु भएको थिएँ एक्लैले। तर धेरै समय लागेको थियो होला। उहाँको बुढाबुढी पारी पुग्नु भएको रहेछ। अनि म एकछिन यहाँ गएर बनाउँछु ल भिडियो भाइ। मार्बल मार्बल हामी यसरी हिँड्छौँ है। यसरी नै उनी जसरी हिँडिरहेको छन् म पनि त्यही तरिकाले हिँडेको हो। माथितिर यस्तो यस्तो छ। हामी आइपुग्दै यो यता साइडतिर देखियो। यहाँ फुलहरू पनि फुलेको थियो पहिला चाहिँ, अहिले त ढिलो भएछ अलि। हेर्नु न फुल फुल्ने बिरुवाहरू कति धेरै छ। सही हो है। यहाँको दृश्यहरू यस्तै छ, रमाइलो छ। कस्तो लाग्यो यसो कमेन्ट दिँदै गर्नु होला। सबभन्दा गाह्रो भनेको यहाँ थियो कि, यति नभएको भए है, यति नभएको भए यसरी कसरी पो झर्नु पर्थ्यो। यहाँ बामी सरेर भर्खरको बच्चा जस्तो त्यसरी झर्नु पर्थ्यो। अनि यहाँनिर यस्तो खाल्टो पनि छ, यता पनि खाल्टो छ। थोरै मिस्टेक भयो भने त्यहाँ छिर्न सक्ने सम्भावना थियो, तर अहिले चाहिँ राम्रो भएको छ भने चाहिँ खुसी लाग्यो। अब चाहिँ हामी राम भाइको गोठतिर पुग्छौँ के अरे। हामी त्यहाँ पिकनिक गरेको ठाउँदेखि आउन यहाँसम्म 8 मिनट लागेछ। मैले पनि त्यो पच नगरेरै डाइरेक्ट यसरी नै आएको छु। अनि यहाँतिर भिडाहरूको लागि यो
घाँसहरू काटिदिनु भएको पनि रहेछ त्यही हो यस्तै छ सायद भेडाहरू त अहिले छैन होला यहाँ तलतिर भेडा गोठमा चाहिँ मान्छेहरू चाहिँ छ होला अन्त यहाँ राम भाइको गोठ नजिक आइपुग्यो भाइ राम तिम्रो गोठको नाम के हो रे कालो पराल ए अनि तपाईहरुको कस्तो हुँदैछ ट्रिप अलि तल पुगेर सोध्नु पर्ला मलाई अहिले अलि सुन्नु भएन जस्तो छ ल है तपाईहरु ओके छ यस मैले भिडियो बनाउँदै छ दाजु आजको पिकनिक कस्तो भयो ओके पनि तपाईहरुले नि हेर्न सक्नुहुन्छ है तपाईहरुले नि हेर्न सक्नुहुन्छ है मेरो त्यो च्यानलमा तपाईहरु देखिनुहुन्छ यसरी यात्रा गर्नुभएको छ नि त ओहो हो हो वास्तवमा एकदमै अप्ठ्यारो ठाउँ छ तर पनि उहाँहरु सजिलैसँग हिँडिनु भएको छ अनि यहाँनिर चाहिँ के भन्छ भेडा पनि रहेछ वाह ल तपाईहरुलाई देखाउने मौका पाए हाई गर्दिनु भएको छ यो भाइ चाहिँ भिलेन बनिरहेछ नि यहाँनिर हेर्नु त यहाँ सबै भेडा फिनिस हुन्छ ओखो हैन के हो र यस्तो ओहो भाइले त हैन यस्तो कस्तो अरे यस्तो गरिदिने रे अनि भेडाहरू त सबै छेकिन्छ अरे फिनिस हुन्छ भन्छन् अझ कसरी रहेछ त्यो हेर्नु पर्ला पखन अहिले यस्तो छ दृश्यहरू चाहिँ यस्तो छ है अब म तपाईहरुलाई भेडाहरू कहाँ पुगेर गराउँछु फेरि देखाउँछु तपाईहरुलाई भिडियो धेरै लामो हुन्छ जस्तो छ फेरि तपाईहरुलाई लामो भिडियो हेर्न मन नपर्ला है म सकेसम्म छोटो बनाउने कोसिस गर्छु सही हो साथीहरु गोठ चाहिँ यस्तो छ है यहाँ राम भाइको उतातिरको दृश्यहरू यो भइहाल्यो यहाँ तपाईहरुलाई देखाइहालेँ अनि यहाँ तलतिर चाहिँ कतिपयले भेडाहरू देख्नु भएको छ छैन तर यहाँ चाहिँ भेडी हेर्न जाँदैछु अब भ्या सुन्नु बुझ्दो रहेछ मैले बोलेको नि भ्या 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 कराउँदैन त है हेर्न सक्नुहुन्छ ओहो वाह 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 भ्या सही हो कति धेरै रहेछ भेडाहरू है यहाँ उहाँहरू पनि हुनुहुन्छ बिचमा सायद गोथालो तपाईँलाई गोथालोमा लगाउनु पर्छ कि उहाँ त बिक्रीको कुरा अब व्यापार कुरा गर्नु थाल्नु भयो भने तेरिका त्यो साना भन्छ साना अनि यहाँनिर चाहिँ यो पाखरा रहेछ कि च्याङ्रा हो र भाइ हो भाइ च्याङ्रा हो यो होइन च्याङ्रा हो ल सानो जातको च्याङ्रा हो रे चाहिँ यहाँ पनि हुँदो रहेछ लगभग 3000 को हाइटमा उसको बच्चा हो पाठो सही हो है यस्तो छ बिचराहरू तर्सिरह मलाई देखेर तर्सिरह किन मैले के गर्ने यस्तो है उनले मलाई दिए गरेर ल हेरेको भेडीले सही हो हाम्रो गोठालो चाहिँ उहाँ भान्जो हुनुहुन्छ यहाँनिर भान्जो है त ल थ्याङ्क यू फर वाचिङ आजको लागि चाहिँ यहाँसम्म गरौँ है त बाई बाई गरिदिनु त एकचोटि बाई बाई अमर राई यस ओके
है त बाई बाई गरिसक्नु भएको छ है